गाइज वेलकम ब्याक टु माई च्यानल। म चाहिँ श्री रामजाली रोका मगर फेरि पनि आइसकेँ तपाईँहरूको सामु नयाँ भिडियो एन्ड भ्लग लिएर। अनि आज चाहिँ हामी चाहिँ यहाँ घरको कन्न पछाडि छौँ। अनि आज हाम्रो बिदा भएको कारणले हामी चाहिँ कलेज सलेज गएनौँ। अनि कालु र मैले चाहिँ यहाँ यस्तरी झार गर्न लागेको गाइजहरू, बर्खा लाग्यो नि त, अन्त यस्तो हरियो भइसकेको थियो। अन्त त्यही भएर कालु यता हेर्देऊ न हौ कालु। अन्त यी कालु र मैले चाहिँ यहाँ भर्खरै उठेको गाइजहरू। आज चाहिँ उठेर अनि चिया अनि के खाएको अरे कालु? चिया ब्रेकफास्ट खाएर अनि अब चाहिँ हामी चाहिँ यहाँ सफा गर्न लागेको गाइजहरू। मलाई चाहिँ हल्का हल्का रुगा लागेको कारणले चाहिँ मेरो चाहिँ यो शरीरहरू यसरी ठिनिनी काबिरहेको छ। अलि बिरामी हुनुहुन्न कि मेरो चाहिँ शरीरले कामै गर्दैन गाइजहरू, पुरै थाम्नै सक्दैन कि। हल्का बिरामी भयो भने नि ठिनिनी काबिरहेको हुन्छ, त्यही पनि मैले काम गरिरहेको हुन्छु। अन्त अब हामीलाई चाहिँ यो चट्ट लाएर सबै वहाँ परसम्म गोर्नुपर्छ गाइजहरू, गाह्रो छ नि त हौ। अन्त यी कालुले चाहिँ यो माथिको स्टेप गर्ने रे, अन्त फेरि मैले फेरि तलको स्टेप गरिसकेर अन्त के अरे गरिसकेर अन्त अब लामे खाना खाने। अनि अब यो झार गरिसकेपछि भेटौँला है त गाई। म कहाँको मान्छे कहाँ पुगेर पनि फेरि यहाँ तल्लो गाउँ आएर मैले चाहिँ धेरै लुगाहरू धोएँ। अनि फेरि तल्लो गाउँ आएर मैले चाहिँ ड्रेसहरू लगेर गएको गाइस। अब फेरि उहाँ घर गएको कि अन्त 1-2 दिन के पानी परेको थियो। हाम्रो त गाउँै चाहिँ भइरहेको छ हौ गाइजहरू। तल्लो गाउँ नि कस्तो राम्रो देखिरहेको छ कि, हरियाली आमा यस्तो तल कस्तो हरियो दामी देखिरहेको छ। अन्त म चाहिँ अब एकछिन टी त खान्ने भनेर आएको गाइजहरू। नुहाएर अब कपाल नि टिट्के नसुकिकन त्यत्तिकै आएको छु। अब भुत जस्तो देखियो होला, अब के गर्ने, सिसी यस्तै छ गाह्रो छ गाइजहरू। अन्त आज बिदा भएको, अब आज त हाम्रो सर पनि आउनुहुन्छ होला, के गर्नु। आफू त होमवर्क नि गरेको छैन, भोलि चुट खाने म त। अनि पर्सिदेखि फेरि होली छ, त्यही भएर बस्नु नि त गाइजहरू। अन्त को ल्याऊ मलाई त गुराल्छ त हौ, मलाई यो को ल्यायो केही पनि छैन। अब घर गएपछि भेट्छु ल गाइज। हामी चाहिँ अब कहाँ जानु लाग्यो रे कालु? हामी चाहिँ गुराँस तिम्न जानु लागेको। अन्त गुराँसमा यस्तो एकछिन यसो रमाइलो गरेर आन्ने। उता माथि एकदम दामी फुलेको देख्दै थिएँ मैले तलदेखि। अन्त पोर्नी त्यही गएर फोटो खिचेको थिएँ नि त मैले। अन्त त्यही भएर हामी चाहिँ जान लागेको। कालु र म सबै ग्रुपमा अब यस्तो कुरा गरेको कि अन्त सबैले भर काटिदियो गाइजहरू। अन्त अब कालु र म मात्रै हिँडेको। अब त्यहाँ माथि दामी फुलिरहेको छ। अब गएपछि भेट्छु ल, गएपछि देखाउँछु ल तपाईँहरूलाई मैले। अन्त यही हाम्रो ड्रेस चाहिँ यहाँ छ, हामी ड्रेस बोकेर हिँडेको। तिमीलाई नि हुन्छ के चुलो त कालु? तिमीलाई नि हुन्छ, तिमीले लगाएर खिच होला, सानो छ चुलो। अन्त मैले चाहिँ ड्रेस होस्टेलमा गएर लिएर आएको कि मेरो चाहिँ छैन गाइजहरू। म चाहिँ यस्तो नाच्दा पनि नाच्दैन, खासै टिकटकहरू पनि बनाउँदिनँ, त्यो भएर मैले चाहिँ मेरो चाहिँ छैन। अब भुइँ माथि गएछ हामी चाहिँ। अब यस्तो छ नि त हौ, बाटो चाहिँ जङ्गलै जङ्गल जान लागेको त्यताबाट आएको। अन्त हिँडिरहेको हामी त। अब फेरि गएर कति बजे हो? 1 बजिसक्यो गाइज, गाह्रो छ हौ। 2 बजेतिर आउनु पर्ला। अब च्यात्तै काम गर्ने त कालु र म मात्रै हो गाइजहरू काम गर्ने त। अघि लुगा धोएको कालु र मैले। अन्त अब हिँडेको
अब उकालोमा मलाई अलि स्यास्या हुन्छ कि गाइजहरू। अब उहीँ गएपछि भेट्छौँ ल, माथि गुराँस दिने ठाउँमा गएपछि भेट्छु ल गाइजहरू। बाई बाई एकछिनको लागि। अब गुराँस फुलेको ठाउँमा आयौँ कि तर तलदेखिबाट एकदम दामी देखिरहेको थियो। यहाँ फेरि आजभोलि यस्तो मौसम पानी परिरहेको छ नि त, अन्त त्यही भएर त खासै नराम्रो पनि होइन, राम्रो यस्तरी फग्रेको पनि होइन, पुरो एकदम दामी थियो यो ठाउँमा। आज त खासै रहेन रहेछ हौ गाइजहरू हाम्रो गुराँस। गर्दै हामी चाहिँ पढाए जसले गुराँस खानुहुन्न, तर मैले चाहिँ खाइदिन्छु कि दामी हुन्छ। के भिटामिन पाइन्छ र गाइजहरू यो गुराँसमा मलाई थाहा छैन, कमेन्ट गर्नु है। पनि कमेन्ट गर्नु ल, आउने भयो आउँछ भने। तर पढाए जसोले खानुहुन्न यो गुराँस, हामी चाहिँ खान्छौँ। मा चल्छु कि अन्त अब कालु चाहिँ मेरो भिडियो बनाइदिन्छन् ल गाइज। दुईजना ल कालु समाज यतिकै गाइजहरू। म त रुमा चढ्नै सकिनँ नि त, त्यही भएर मैले माथिको फुल नि देखाइदिउँ। ल्याउ त, अब ल्याउ त म क्यामेरा गर्छु। गाइज मैले त अब यति मात्र टिप्न सकेँ कि मैले त टिप्न सकिनँ नि हौ, रुखमा चढ्नै सकिनँ म, अन्त त्यही भएर यति टिपेको। त्यही पनि यस्तो दामी छ। अब चाहिँ हामी माथिकोमा जान्छौँ होला सायद, माथि राम्रो फुलिरहेको देखिरहेको छौँ। अब हामी माथि जान्छौँ लेट्स गाइज। हामी चाहिँ अब फोटोसोटो खिच्ने भन्दा नि फोटो नि खिचेन पनि दिँदा नि खासै राम्रो बनाएन। अन्त अब हामी चाहिँ हिँडेको, अन्त यति गुराँस बोकेर हिँडेको। अनि अब घर जाने, अनि त्यसपछि फेरि के हुन्छ खाजा बनाएर खाने। तब त मेरो त होमवर्कहरू पनि गर्ने एकदम धेरै छ गाइज। अब चाहिँ हामी चाहिँ जाने बाटो यो हो, यो बाटो जाने। अघि हामी जाने बेलामा यो बाटो आएको थियौँ नि त, अब जङ्गलको बाटो जान्छौँ नि। अर्को बाटो हिँड्ने भए बरु सजिलो थियो होला, यो अप्ठ्यारो बाटो त झन् अप्ठ्यारो रहेछ हौ गाइजहरू। अन्त बिचरा हामी चाहिँ हिँडेको अब यी जङ्गलको बाटो। यो गुराँसलाई चाहिँ मैले साथमै लगेर जान्छु। अनि अब घर गएपछि भेटौँला ल गाइजहरू। गुराँससँग फोटो खिच्ने खेल्ने सपना पनि अब सकियो। हाम्रो त घरबाट नजिकै पाइन्छ कि, घरबाट अलि माथि जानुपर्छ, घर अलि पर जानुपर्छ, गुराँस भेटिन्छ। यहाँ त पाइन्न हौ गाइजहरू। यता जाउँ भाउ माथि बेकारमा काहीँ हो गाइजहरू। हामी त बाटो भुलेर फेरि जान लागेको माथि नै भनिदिएको मैले कहाँ। अन्त हामी त बाटो भुलेर फेरि माथि नै आयौँ गाइज। अब होस् मलाई जाम भनेको एउटा मानेनन् मेरो फोटो खिच्ने मान्छेहरू नभएर गाइजहरू। गाह्रो छ हौ। कि त अनि मैले के सोचे थिएँ जिन्दगीमा के भयो, सोचे झै जिन्दगी रहेन छ, सोचे झै जिन्दगी रहेन छ भने चाहिँ भयो। के गाइज के सोचेर आएको थिएँ, के टिकटक बनाएर गयो होइन। जहिले पनि अब यस्तै हुन्छ, कहिले सोचेको जस्तो हुन्न। अब घर जान्छौँ अनि भेटौँला गाइज। चाहिँ अब घर हिँडेको होइन, सरासरी हिँड्दै फेरि बाटोमा एउटा रुख भेटेपछि फेरि यहाँ कालुले टिप्न लाहान्, तर त्यो उसले चाहिँ यो एउटा भन्दा टिप्न सक्दैन है गाइजहरू। अन्त आऊ यहाँ बस म टिप्छु भनेको मान्दैनन्। अब धेरै नै नटिपौँ गाइजहरू। अब यस्तो नेचुरल ब्युटी के यस्तो फुलेको नटिप्ने के गाइजहरू। फुल्छ अब त्यही सजान यहीँ झर्छ यही बस्छ होइन। नटिप्ने भन्दा नि फेरि मैले त टिपेँ हौ 7-8टा चाहिँ।
अब सरी ल गुराँस भन्ने तपाईँहरूले चाहिँ नतिम्नु ल, यस्तो तिम्ने नराम्रो हो क्या, यो रुखमा फलेकोलाई रुखमै फुल नदिनुहोस् गाइजहरू। जाम अब घर कालो पानी पर्न लाग्यो गाइज, यस्तो गरे दिन आमामामामा पुरै हिउँ पर्ला जस्तै गरे गाह्रो छ नि त हौ। अब हामी जान्छौँ घर गएर, अनि घर गएर भन्ने पनि कति भन्ने होइन गाइज। यहाँ चाहिँ माथि चाहिँ पिङ्क पिङ्क कलरको थियो, यहाँ चाहिँ पुरै रेड छ क्या, दामी छ यहाँको उ चाहिँ के अरे गुराँस चाहिँ। तर सबभन्दा धेरै गुराँस पाइने ठाउँ भनेको ऊ होला हौ, म्याग्दीमै होला सायद। हाम्रो गाउँमा जाने गाई चाहिँ आम्मा कति थरीको गुराँस बेचिन्छ। हाम्रो त माथि यस्तो लास्टै लेकसम्म जानुपर्छ अरे, माथि धुरीसम्म जानुपर्छ। यो सिजनमा त आम्मामामा मेरो गाउँ आउनु न गाइजहरू, मेरो गाउँ वैशाखसम्म त आम्मामामा कति खतरा फुल फुल्छ क्या गुराँसको त। आम्मा जङ्गलमा गुराँस मात्र होइन के हेर्नै नसक्नु। हामी चाहिँ अब गाउँ छिरिसक्यौँ कि गाह्रो छ हौ गाइजहरू। गुराँस खाएको के भयो अब होइन मलाई कहाँ खान्छ गुराँस। आमा गाई सुन्तला हेर्नु न, सुन्तला आजसम्म पनि सुन्तला खाएँ यहाँ। आमामामामा के भयो मेरो गुराँस त कालो। अन्त गुराँस खान्छ हौ गाइज, आजसम्म नि यहाँ यत्रो सुन्तला गाइजहरू हेर्नु न गाइज। आमामामामा यहाँ चाहिँ कालो मैले सुन्तला खाने भनेको कि। अन्त तपाईँ त झन् मान्छे रहेछन् हो गाइजहरू, मान्छे रहेछन् कि। अन्त यता फेरि अब जो अप्ठ्यारो सुन्छन् मान्छे, त्यहीको घरमा मात्रै छ, नत्र छैन कि सुन्तला। आजसम्म त कति के भयो, कुन महिना अरे आज यो फागुन महिनामा पनि सुन्तला भन्ने यो सानो कुरा हो गाइजहरू भन्दैछन्। होइन नि त हौ खाने भनेको, तर के गर्नु पाइएन हौ, मान्छे रहेछन् दिन्नन् कि। यता त फेरि अप्ठ्यारो हुन्छन् क्या, उतापट्टिको मान्छेहरू चाहिँ सबै सजिलो छन् होइन। अनि यता यो डाँडातिरको फेरि सबै अप्ठ्यारो छन्। ओहो कहाँ जाने तिम्रो त गाइज। यहाँ चाहिँ आमामामा गाडी पो आएको छ हौ, कति धेरै मान्छे झुन्डेको हो गाइजहरू। अन्त हामी चाहिँ अब आइसक्यौँ, हाम्रो घर चाहिँ यता छ यता। अन्त हामी चाहिँ अब यताबाट हुँदै अब जाने गाइज। अब घर गएपछि भेटौँ न ल। ए गाडीमा कता मान्छे आमामामा गाह्रो छ हौ गाइज। हाम्रो घर चाहिँ त्यहाँ हो। हामी चाहिँ अब गुराँस टिपेर आएर पनि खाजासाजा खाएर चटपट बनाएर खाएर अब चाहिँ म तल्लो गाउँ जान लागेको। किनभने म चाहिँ रात परिसक्यो, परे पनि म तल्लो गाउँ जान्छु गाइजहरू। किनभने मसँग इलेजर पनि छैन, कतर पनि छैन, सबै हराइसकेको छु। अन्त त्यही भएर म चाहिँ तल जान्छु। मेरो चाहिँ माइक्रोस्कोपको फिगरहरू बनाउने छ, त्यही भएर म तल्लो गाउँ। कल्पनालाई अघि नै तिमीसँग इलेजर कटरहरू छ कि छैन भनेको, छ आऊ भन्नुहुन्थ्यो, अनि भन्दै थिएँ। अनि म चाहिँ जान लागेको गाइजहरू। भोलि त फेरि आज त हाम्रो सर आउनु भएको होला। सर आउँदा त अब होमवर्क बुझाउनु पर्ने हुन्छ, प्र्याक्टिकल बुझाउनु पर्ने हुन्छ। त्यही भएर मैले चाहिँ अब माइक्रोस्कोपको फिगर बनाउन जानुपर्ने हुन्छ गाइजहरू। अब म तल्लो गाउँ जान्छु अनि बेच्छु ल गाइज। हाम्रो 8 बज्न लागिरहेको छ, अनि म चाहिँ आएर अब पनि मैले नोट लेखेँ भन्दा पनि मैले प्र्याक्टिकल मैले यही बनाउन आएको साथीहरू। मैले चाहिँ यी फिगर टक्क बनाएँ। अन्त अब म चाहिँ अब सुन्ने भन्दा नि मेरो धेरै नोट लेख्ने छ साथीहरू। म हिजो अस्ति आज दिनभरि एकदमै हल्लिँदै यता लुकुर उता लुकुर, यता सुत्त उता सुत्त, तल माथि गदा मेरो दिन गयो नि त। अनि सर आउनु भएको छ अरे, अनि सरको त एकदम धेरै होमवर्क छ कि। अनि त्यही भएर मैले चाहिँ आज होमवर्क गर्छु गाइजहरू। अन्त के अरे होमवर्क गर्ने, अनि त्यसपछि हामी सुत्नुपर्ने हुन्छ साथीहरू। अनि म सुत्छु, त्यसपछि आज त भिडियो नि खै के भएको छ। हिजोको भिडियो हिजो नै पोस्ट गरेको थिएँ। अन्तखेरि आजको भिडियो चाहिँ म भोलि पोस्ट हुन्छ मेरो जहिले पनि डेली। हिजो अस्तिको 2 दिनको पोस्ट गरेँ नि त, त्यही भएर मेरो चाहिँ हिजो भिडियो भएको थियो। अन्त के मलाई चाहिँ एकदम एउटा खै को हुनुहुन्छ, उहाँ चाहिँ मेरो टिकटकबाट आउनु भएको होइन। उहाँले चाहिँ के अरे
कलेजमा यस्तो भिडियो बनाउन पाउँछ तपाईँहरूले, हामी त पाउँदैनौँ भन्नुभएको थियो। हामी पनि लुकी बनाउँछौँ। अनि प्र्याक्टिकल गर्ने टाइममा चाहिँ मेरो त हावा त के अरे कति आधी घन्टा हिँड्नुपर्छ, उकालो जाँदाखेरि आधी घन्टा लाग्छ, अनि आउँदाखेरि चाहिँ 15 मिनट लाग्छ भने 15 मिनट भन्दा नि दौडिन्छु म चाहिँ। बिहान चाहिँ रनिङ गर्नुपर्ने हुन्छ, अहिले ढिलो हुने कारणले मैले चाहिँ 15 मिनट 16-17 मिनटमा चाहिँ म कलेज आइपुग्छु। अनि मलाई चाहिँ अँध्यारो हुन्छ नि त, यस्तो पुरै अँध्यारो हुने भएको कारणले मैले चाहिँ मोबाइल बाल्नुपर्ने हुन्छ। फेरि एक्लै हिँड्ने भएको कारणले, जङ्गलको बाटो एक्लै हिँड्ने भएको कारणले चाहिँ मैले लाइट बाल्ने, अनि साथमा अब मोबाइल साथी बनाएर हिँड्नुपर्ने हुन्छ। अनि यहाँ कलेजमा त अब लग्नै पर्ने भयो गाइजहरू, मेरो मोबाइल लग्नुपर्ने हुन्छ। सर्भिसहरूलाई पनि सबैलाई थाहा हुन्छ मैले मोबाइल लिन्छु भनेर, किनभने म एक्लै डाँडा गाउँबाट आउनुपर्ने हुन्छ। अनि त्यही भएर हामी चाहिँ पुरै मैले चाहिँ भिडियो बनाउने बेलामा चाहिँ सर मिसको अनुमति लिएर बनाउँछु गाइजहरू। त्यतिकैमा हामीहरूले बनाउँदिनौँ, हाम्रो पनि सर मिसले त्यतिकै बनाउन दिनुहुन्न। र कोही नै ठाउँमा चाहिँ एकदम लुकी बनाउँछौँ। सर मिसले देख्नुभयो भने गाली गर्नुहुन्छ, कुट्नुहुन्छ, कुटाइ पनि खाइन्छ। त्यही गरी हामी कुटाइ खाने। अब पनिसमेन्टहरू भोगेको पनि त मैले प्रायः जसो भ्लगहरूमा हालिरहेको हुन्छु। भ्लगमा नहाले पनि मैले फेसबुकमा चाहिँ पोस्ट गरेको छु। मैले पनिसमेन्ट आज यस्तो भोगेँ उस्तो भोगेँ भनेर मैले चाहिँ पुरै भिडियोहरू बनाउने क्रममा चाहिँ मैले पनिसमेन्टहरू पनि भोग्छु। अब कसै ठाउँ फेरि सर मिसहरूको अनुमति लिएर मैले भिडियो बनाउँछु गाइज। अब गाह्रो छ हाम्रो पनि। अब कलेजमा के गर्ने, मोबाइल लग्न दिनुहुन्न। लगे पनि मेरो चाहिँ टाढाबाट आउने भएर मैले चाहिँ लग्न मिल्छ गाइजहरू भन्दै मैले चाहिँ आजको भिडियो मैले चाहिँ इन गर्न गइसकेको छु साथीहरू। सबैजना अब आशा छ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने। यो त फसैमा भन्ने हो कि स्टार्ट जर्नीमा नै, तर मैले चाहिँ जहिले बिर्सिने रहेछ गाइजहरू तपाईँ भन्दै। यहाँ धेरै नबोला मेरो चाहिँ एकदम धेरै नोट लेख्ने छ साथीहरू। म चाहिँ आज अलि फ्री छैन के, धेरै बोल्दिनँ भन्दा पनि बोलिसक्यो होला 2-3 मिनट त। अब बाई बाई गाइज, अबको नेक्स्ट भिडियोमा भेटौँला। यहाँ समय दिनुभएकोमा सबैजनालाई धेरै धन्यवाद। अनि डोन्ट फर्गेट लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। बाई बाई।